हजुरहरूको घरमा पनि बच्चा छन् भने यो भिडियो देखाउनु। ल हेर्नु, यो भिडियो देखाएर बच्चाहरूले एकदम राम्रोसँग पेन्टिङ बनाउन सिक्नुहुन्छ। ल हेर्नु, एकदम आसान तरिकाले यस्तो राम्रो पेन्टिङ बन्छ। तपाईहरुले बच्चाहरूलाई देखाएर यो भिडियो केही फरक पर्दैन। यस्तो राम्रो तरिकाले 1 देखि 9 सम्मको अङ्क युज गरेर यति राम्रो पेन्टिङ बनाउन सकिदो रहेछ हैन। ल हेर्नु कस्तो राम्रो तरिकाले पेन्टिङ बनेको छ। भिडियो हेर्दै जानु। ल हेर्नु कति राम्रो उल्लु बन्यो। यस्तै भिडियो हेर्नको लागि हजुरहरूले मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर गरिदिनु होला र भिडियोलाई फलो पनि गरिदिनु होला मेरो च्यानललाई। भएन त गजब, यस्तो दामी तरिकाले पेन्टिङ बनाउन सकिदो रहेछ साथीहरु। तपाईहरुले पनि